साथै नमस्ते। आज चाहिँ रोकुगाचुको निजु रोकुनिची जापानमा बसेर आरुबाहित गरिरहनु भएको साथीभाइहरूले जेन्नेन्दोको सिउन्यु खाकुनिन गर्नुभयो कि भएन, अघिल्लो वर्षको इन्कम चेक गर्नुभयो कि भएन, विशेष गरी जापानमा बसेर ह्यान्ड क्यास अथवा ब्याङ्क क्यास भनेर काम खाकेमोची गरिरहनु भएको आरुबाहितहरू खप्ट्याएर गरिरहनु भएको साथीभाइहरूले होइन एकचोटि वडामा गएर अघिल्लो वर्षको इन्कम खाकुनिन गरिहाल्नुहोस् है। कतिपय अवस्थामा के हुन्छ भन्दाखेरि ह्यान्ड क्यास भनेर गरेको कामहरू पनि कम्पनीहरूले सिङ्कुको गरिदिएर होइन त्यसको चाहिँ खाजे हास्य हुने अवस्थाहरू हुन्छ होइन। त्यसैले एकचोटि वडामा नजिकको वडामा गएर कुयाक्सो अथवा सियाक्सोमा गएर चाहिँ अघिल्लो वर्षको इन्कम चाहिँ एकचोटि खाकुनिन गर्नु होला होइन। खाजे छेउमेसो चाहियो भनेर भन्नुभयो भने तपाईँले पाउनुहुन्छ होइन। तर कतिपय अवस्थामा के हुन्छ भन्दाखेरि वडामा गएर सोद्धाखेरि चाहिँ उनीहरूले तैँले कहाँ काम गर्छस् भनेर सोधिरहेको बेलामा तपाईँले झुक्किएर होइन लुकाउन खोजेको काम अथवा छिपाउन खोजेको काम भनिदिनु भयो भने चाहिँ त्यसको चाहिँ सिङ्कोको गर्ने त्यसुजुकी गर्न लगाउँछ होइन। जे मुस्योमा कन्ट्याक्ट गरेर भिडियो कलमा फर्महरू भर्न लगाएर होइन तपाईँ आफैले त्यसो गर्नुभयो भने चाहिँ त्यो लुकाउन खोजेको काम पनि देखिहाल्छ। त्यसैले सचेत रहनु होला है। जुन हाइड गर्न खोजिरहनु भएको कामहरू चाहिँ फ्याट्टै नबनिहाल्नु होला। तर अघिल्लो वर्षको इन्कम चाहिँ तपाईँले यसो माग्नुभयो भने चाहिँ त्यहाँ चाहिँ आउँछ है। खाजे छेउमेसोमा प्रष्ट हुन्छ कति कमाउनु भयो एक वर्षमा भनेर देखिन्छ। त्यसैले त्यसैको आधारमा अघिल्लो वर्षको चाहिँ योजना बनाउनुहोस् है त। कतिपय अवस्थामा चाहिँ मानिसहरूले चाहिँ ह्यान्ड क्यास भनेर गरिरहेको कामहरू देखेको हुन्छ, पछि गएर अप्ठ्यारो पर्ने अवस्था हुन्छ होइन। जापानमा अहिले दिनदिनै कडाइ गरिरहेको अवस्थामा चाहिँ यस्तो समस्याहरू धेरै आइराखेको सुनिएको पनि छ। तपाईँहरूले त्यस्तो गर्नुभएको छ अथवा कामहरू खप्ट्याएर गर्नुभएको छ भने एकचोटि खाकुनिन गरिहाल्नुहोस् है त। थ्याङ्क यू सो मच। साथीभाइहरूलाई यो जानकारीमूलक भिडियो भएकोले सेयर गरिदिनुहोस्। धन्यवाद।